आज चाहिँ हामी रोपे बचाउन आँटेको छ अञ्जली र मेरो चाहिँ फर्स्ट टाइम हो है अञ्जली कोमलको चाहिँ सेकेन्ड टाइम हो ला खोइ यो बना गरेको आज चाहिँ म तपाईँलाई जयपुरको नजारा देखाउनेवाला छु रोपवेबाट हो फर्स्ट टाइम त गर्मी पुरा छ यहाँ चाहिँ 40 डिग्री पुगिरहेको छ होइन अन्त यहाँ चाहिँ अञ्जलीलाई पनि हुनुहुन्छ अनि कोमल होला अब भैयाले त भनेको छ यहाँ कि जयपुरको नजारा पुरा देखिन्छ राम्ररी भनेर तर हेर्छु हुन्छ कि हुँदैन भनेर हो अन्त कोमल चाहिँ अहिले अलिक खुसी भएर चाहिँ हावा आउँदैछ भनेर कहाँ टेप लगाएको छ भनेको तिमीले टेप कहाँ लगाएको छ यता बाहिरबाट लगाएको छ अहिले हजुर ओके गाइस यहाँ चाहिँ हामी आएको थियो आज मन्दिर सबै भगवान्को थियो यहाँ चाहिँ ठुलो मन्दिर रहेछ तर पुरा राम्रो रहेछ फर्स्ट टाइम हामीले चाहिँ राम्रो मन्दिर पाएको थियो यहाँ त्यहाँदेखि पुरा मन्दिरहरू मात्रै रहेछ अञ्जली हेर ऊ माथि पुग्ने रहेछ त्यहाँदेखि चाहिँ ब्याक हुने रहेछ है जयपुरको नजारा त भइहाल्यो त भन्यो तर जयपुरको नजारा त साह्रै पत्ताएन खालि माथिबाट यो मन्दिरहरू डल्लै चाहिँ देख्ने चाहिँ रहेछ है गाइस भइहाल्यो ढाँटेछ छैन नजारा के पनि राम्रो ए कि त यो नजारा हेर भनेर रोकेको है हौ गरमले खलखल भइदिए पसिना पुरा आइदिए फर्स्टमा चाहिँ हावा पुरा आउँदै थियो तर अहिले चाहिँ बन्द भइरहेछ हावा हो चलो यस्तो दामी रहेछ यहाँ चाहिँ अब चाहिँ नजारा राम्रो देख्दैछ है ऊ पर हेर त बाटो रहेछ तपाईँले यहाँबाट ऊ परको है अञ्जली तिमीलाई कस्तो लाग्दैछ एकदम राम्रो लाग्यो होइन मलाई त राम्रो लाग्यो सोचेको थिइनँ यति साह्रो उयो राम्रो लाग्छ कोमल तिमीलाई कस्तो फिल भइरहेछ हामीसँग आएर ल फेरि हाम्रो चेन्ज हुने रहेछ यहाँबाट गाइस यहाँ चाहिँ हामीले रोकेको छ 5 मिनट 10 मिनटको लागि होइन वैष्णो देवीको मन्दिर छ है यहाँ माथि जाने होइन जाने अब हामी यहाँ वैष्णो मन्दिर जाँदैछ हो ओ वे टु जिप लाइन अरे यिनीहरू पुरा इन्जोय गरिरहेछ यहाँ हावाले हो कहाँ हो मैले भनेको जस्तो कि ए उनीहरूमा आएछ त जयपुर त पुरा ठुलो रहेछ यहाँ रोपवे आयो अब यसमा हामी जानेवाला छौँ गाइस हाम्रो चाहिँ सक्यो यो रोपवेको चाहिँ अञ्जली म्यामले लिनुभएको थियो हो गर्मीमा हाम्रो पनि थियो तर हामीले ल्याउनु बिर्सेको उहाँहरूले चाहिँ सम्झाउनु पनि भएन हो आफ्नो कुराहरू आफै ल्याउनु सम्झाइबस्नु थ्याङ्क यू सो मच यही भन्छ भनेर चाहिँ मैले यसरी भिडियो राखिरहेको थिएँ हो के भन्छ कि भनेर हो सक्यो राम्रो थियो रोपवेको एक्सपिरियन्स सामान त लिएर आउँछ तर युज गर्नु पाउँदैन यस्तो साथी भएको के काम होइन
गाइस गाइस हेर्नु यहाँ अर्को रोपे पनि जाँदैछ खाली खाली रहेछ ओ माई गॉड व्हाट अ ब्युटिफुल भ्यू ल जय श्री राम जय श्री राम कोमल चाहिँ अहिले रिल्याक्स फिलमा छ हो सक्यो त्यस्तो जयपुर सिटी त देख्नु पाएन अब हो देखेन ऊ एन्टायर सिटी देखाइदिन्छ तिमीलाई भइहाल्यो हो जङ्गलमा देखाइरहेछ जङ्गलको बाहिर जाऊ न बाहिर आँखा जङ्गलको बाहिर लिएर जाऊ त्यो जङ्गलमा मात्रै नराख कोमलले भन्नु छ उता फर्केर मुख चाहिँ हाँसेको छ हाँसेको छुइनँ नि म चाहिँ ल गाइस बाई बाई हावा आउँदैछ म चाहिँ अब भिडियो बनाउन सक्दिनँ गरम छ हो। जयपुरको सानो यस्तो यस्तो मान्छे युट्युबर हुन्छ भन्छ युट्युबर त हुँदिनँ म त्यतिकै भिडियोहरू हाल्दैछु अब त्यो कोही कोही बेला मोटिभेट पाउँछु कि अन्त चाहिँ हालेको कहाँबाट कहाँ बसेछ तिम्रो फोन हो गाइस सोलर लाइट हो यु नो गाना यहीँबाट आउँदैछ हौ तिम्रो माइक उहाँ छ त्यहाँबाट आएको खै सोलर mic? लाइटलाई चाहिँ व्हाट डु मिन बाइ दिस होइन यहीँबाट आवाज आउँदैछ हौ यति साह्रो तिमी त त्यो छ भनेर सम्झेको थिइनँ गाइस मलाई त लाइभ हेर्छ गाइस मलाई त ग्वाक बनाइएको अञ्जलीले हो गाइस म देखाइदिउँ गाइस मैले चाहिँ याद छ यहाँबाट लाइट आउँछ भने तर यहीँबाट आवाज आउँदै थियो नि त अन्त मैले यहाँबाट पनि आवाज आउँदैछ भनेको देखिरहेको छ सोलर लाइट भनेर यहाँ देखिरहेको छु हो कहाँबाट त देख्न म यो माइक कहाँ चाहिँ माइक देख्दैछौ गर्दै भने भन्छ चस्मा बोकेर भनेर झार्यो कोमलले सुन कोमललाई त मतलब छैन किनभने ऊ अलवेज बिचमा पर्छ अन्त भन्नु केही सक्दैन त्यही कारण सो गाइस बाई बाई गाइस म देखाउँछु कहाँबाट चाहिँ गाना आएको नि पज गर त यहाँ आउँदाखेरि ल यहाँबाट माइकबाट आउँदै थिएछ माइक मैले पनि अहिले भर्खर देखेँ हो उसको चाहिँ आँखा तकिलो छ किनभने उसले कमिला पर खाएको ल बाई बाई